फ्लाइट मारे होइन रे चाबी त उसँग हैन र तँलाई दिएको हो के चाबी मसँग दियो भएर अस्ति छुट्टी पनि बेसी रमाइलो गऱ्यो राम्रो गरे मैले मान्छे एकदम जोसिलो छ यो है एकदम मजा आउँछ आफ्नो बाको कामकाजमा मैले नि सहयोग गर्न पाएँ राम्रै भयो यस मेहनती हो जान्छौँ जाने है जान्छ त्यसलाई झन् सिकारहरू खेल्नु मलाई नि यताउता मलाई त्यो कटिङमा फेरि राम्रो पैसा रहेछ जानु न कटिङमा एकदम ठिक भयो होला त्यही त धेरै मान्छे त डराउँछ नि त्यो रगत देखेर उसलाई फेरि पहिल्यैबाट त्यो सिकार खेल्ने भनेपछि जङ्गल हिँड्ने भनेपछि पछि बसाउने मान्छे ठिक्कको हाल्दै हुन्छ त्यो बाबु एकछिन बस्दा बाबु यहाँ साधु भर्खर तपाईँ साधु बन्नु पर्यो नि है अब बुढो भयो सबै मैले रासन गाउँलेको लागि पुरै अहिले पुरै गाउँलेलाई खाने भइसक्यो मैले एकदमै किनेर पठाएको छ क्या यहाँ फेरि दाइले सबै भात सुक्यो साग सुक्यो सबै चिन्ता जम्मै रासन पानी जम्मै किनेर पठाएको छ क्या तलबाट अहिले हामी गाउँलेहरू सबै यहाँ भात खाने हो हेर मैले किनेर पठाएको छ आज र भोलि बिहान खाने गर्ने खाने नि खाने त्यो हिसाबले मैले 500 जनाको भात पठाइदिएछु कि खाना त एकदम मिठो भयो रहेछ घुम्नुमा मिठो काँचो काँचो नि मिठो हजुर हुन्छ मामा ए हजुर हो हजुर मामा अनि आमा त मेरो फेरि छोरी हो छोरी हजुर भने पनि बाउको साइजले मलाई हजुर तपाईँलाई मात्रै राइट भने रहेछ अरूलाई चाहिँ फेरि त्यो मामा भन्यो नि काका भन्छ हुन्छ मामा हजुर हुन्छ मामा थ्याङ्क यू ए सोल्टी हजुर राधा मेरो छोल्टिनी हो सोल्टी नि हजुर हो हजुर मामा भने एकदम नन्दघले मेरो छोल्टी हो हजुर तिमीले मामा भने एकदम राइट हजुर थ्याङ्क यू हुन्छ हुन्छ मामा यता कानु मामाको खुसी भयो क्या बिचरा हुन्छ भाइ ल बाह्र बजी जाने कान्छ ठिक छ हजुर मामा ठिक छ मामा म भर्खरै आइपुगेँ मामा हजुर कान्छ खाना खाऊ खाइहाल्नु नि सब हो सब रेडी भयो दामी बनाएको छ दामी हामी त खायो खानु है तपाईँहरू अब यहाँ स्याहारका नाच्ने रे एकछिनमा यो सबै हटाएर हजुर दिइहाल्नु मिठो बनायो दाउरा त मजाले बलेछ है कान्छा हुन्छ फुपू
को जस्तो लाग्यो रे बाजे बजे बाजे एकदम बाजे देखो ए ए बाजे उम्, बाजे अँ, त्यो मलाई यहाँ बाजे चाहिँ त्यसरी नाच्थ्यो सबै सही मध्ये तो गाडा गुरु त्यही त्यही नाचा गुरु त्यही त्यही अब तब दाजु वाथी दे दाजु कोही यस्तो मध्ये ओ बगले माने चौधरी के त्यो त बाजे त माए बाजे ने
त्यसो मात्रै लगाइहालेँ त को माउ कान्छ मामा कान्छ त भाग्यो कता भाग्यो त्यहाँतिर पसिजा भन्दा नि पहिला त मन मिले उता फुत्त मन मिले उता फुत्त मैले सरी भाइ है सरी दिएको बाबुबाट तान्दिने फेरि बजे फुत्त उता पहिला भागेको छ भाचुकतिर अब के गर्नु उता फुत्त पायो अनि बाउ फेरि लाउने भएर पल्टन गयो फेरि बजे फुत्त उता चितुएर भाग्यो अब यस्तो छ चितवनबाट आएर पोखरामा च्याट्ट घर बनाइदिएछ त कालु भाइ कर्म भन्ने कुरा अब कस्तो कहिले लेखेको हुन्छ जस्तो लाग्यो देखेको त हुँदैन कसैले पनि कहाँ हुन्छ पहिले लेखेको हुँदो रहेछ दिनमा लेखिदिन्छ अरे हामी बाँचिन्जेल भोगेर जाने हो नि त सबैको आफ्नो आफ्नो भिन्दै भिन्दै लेखिदिएको हुन्छ अरे त्यो कहाँ लेखेको छ पहिले भोगेर जाने त्यो रहेछ अब एक दिन आउने एक दिन जाने जिन्दगी हुन्छ है हाम्रो अब म पनि पहिला अब एक छिटी दुई छिटी आएपछि अब एउटा केटी मन पऱ्यो फ्याटा टिपेर भाग्यो आखिर गिलिङको ज्वाइँ परेछ म त फेरि छुट्टी गयो फेरि ऊ भयो हो यस्तो नै हुँदो रहेछ यस्तो राम्रो बाटोको ज्वाइँ परेछ पहिल्यै अब के गर्ने यस्तो पहिला देख्यो मन पऱ्यो पछि त बाटो नआउँथ्यो होला अहिले यस्तो चिलो बाटो त होइन भाइ त्यो बेला बाटो नराउँथ्यो होला नि त होइन बाटो त डेन्जर हिँडेर आएको नि त्यही भएर छोडेर गयो सातो पाल्दैछ त लमजुङ आयो सबै ठाउँ घुमेँ क्या मैले कास्कीतिर यो सिँढीतिर पसल जान बाँकी छ गएछौँ भाचोक जाँदाखेरि भाचोकको लेक जाँदाखेरि फेरि त्यहाँ भाचोकको मेरो टोलीहरू छ क्या ग्रुपमा जस्तो हरि छ नि हरि त्यो ग्रुपमा हामी 10-15 जना गएको थियो त्यहाँ पनि कस्तो भयो हेर्नु न साथी हो नि हामी एउटै ब्याच
आयो बजेलाई भेट्न आयो हेर्न पुर्को डाँडा माथि तल गरिदिए भइहाल्यो नि यो टोलको नाम के अरे मामा सौवा टोल होइन नमस्ते सामा सौवा टोल आयो यो पोडे मामाको घर उताको चाहिँ सेतु मामा उसको घर होइन छ्यामाको घर उमा छ्यामा होइन हिजो सुरेन्द्र मामा 3 बजेतिर आयो काठमाडौँबाटै डाइरेक्ट आयो तर प्लेन पाएन होला नि यहाँ फेरि घर सब यताबाट चाहिँ कोइचो देवी खेमा घर पुर्को डाँडा जाने बाटो रहेछ अनि उस खै त भुपेन मामाहरू मासु पसल हो कसले चलाएको प्रशान्त मोद किराना मासु पसल यो चाहिँ ज्ञानु मामाहरूको घर जाने बाटो होइन यो अझै पनि स्वाटोल नै हो ए आन्ध्र तल कोल्दो टोल जाने बाटो कता हो फेरि यो घर चाहिँ ए लुकुना मामाको घर ए सुन्तला है अहिले सुन्तला भन्ने बेलाहरू रहेछ त है हिमाल पनि मजाले खुलेछ आज अझै तुवालो लाग्छ है हो नि त यताउता गर्न गरिब होला त 350 उठ्यो नि धेरै हो नि होइन नमस्ते दाइ रक्सी खाएर लडै गएर डह्रो दिन्छ है काम पनि डह्रो गर्छ अझै नि हाम्रो मान्छे नेपालमा चाहिँ काम नगरी सबै कुरा काट्नु भयो त्यसरी अनि उबाट सक्नु छ यता पनि दामी छ है यो तल सब बाटो खनेको एउटा मान्छेले स्पोन्सर गरे हो क्या आफ्नै जग्गामा लानलाई कि होइन उसको दाजुभाइले पाख खान्छ उसले बाटो डोनेसन दिएको पैसा बाटो हिँड्न कता लाउरे हो यो चाहिँ पहिला हामी हिँड्दै आउने बाटो होइन हाँडी खोला रुदी खोला यो लासुकालो यताको एरियामा त जहिले
आगो लगाइदिए जस्तो छ त है बढाउनु हाल्छ नि त बढ्छ होला नि त भिडियो हालिदिनु पर्यो तल त मान्छेहरू त सब आइसकेको छ है ठिक छ बाबु कता हिँडेको खै यता हेर त के हो तिम्रो नाम विक्सन अलिअलि राम्रोसँग बोल न स्कुल छैन आज छुट्टी हो ए कति बजे स्कुल 9 बजे ए कति क्लासमा हो नि 3 3मा है वाट इज यर नेम My name is Vikramjita. ल गुड गुड अहिले आउँछ है स्कुलमा मिठाई लिएर आउँछ है राम्ररी पढ्नु फेरि हो नि त त्यस्तै लाग्यो कहिले त है बखाने मामा गाउँ सिक्यो ओ ठिक छ त ए मलाई चिन्नु भयो को यता घलेको छोरा के हरिमायाको छोरा हरिमाया छ ठिकै हुनुहुन्छ हजुर राजा हजुर कता हिँड्न लाग्नु भएको त ए पारी घर जानु ए हुन्छ हुन्छ अहिले उतै भेटौँ है दाइ हजुर तपाईँको नाम नि प्रेमबहादुर ए कता घर चाहिँ ए माथिको है अहिले उता भेटौँ है दाइ यस्तो गरेर हामी चाहिँ अहिले पुरको डाँडा जाने होइन पुरको डाँडा रक्सी खाइछ अलि नमस्ते दाइ कता हिँड्नु भयो कता ए पारी घर जान आँट्नु भएको हजुर ए हरिमाया छोरा नमस्ते नमस्ते दाइ चाहिँ नाम के हो दाइको बलबहादुर बलबहादुर ए यहीँ पुरको डाँडै हो घर ए हो ए माथि ए पहिला उता थियो नि यता फर्के म ए हुन्छ ए हुन्छ हुन्छ ल चैतीको ल दाइ पछि भेटौँ ल है उतै हजुर ल हरिमा कोही घर भाउजू लामो गरेको क्या उम्, माइलाको छोरा अँ माइलाको छोरा ए कति बाउ भन्नुपर्छ है तपाईँले त ए हुन्छ म हामी मित्र छैन भाइ मेरो दाइ पनि थिएन म भाइ हुँ क्या ए तपाईँलाई चाहिँ बाउ भन्नु म पर्यो तन्त्री थिएँ कि उतै थिएँ कि म ए त्यो राजाको भदा भन्छ राजाको भदा भयो म त मेरो माइती म राजा माइती हो तपाईँ चाहिँ जेठा बाबा भन्नु पर्यो कि जेठा बाबा ल हुन्छ बल्ल थाहा भयो अबबाट जेठा बाबा भन्छु मालदेव सर हुन्छ ल है जेठा बाबा ल गएँ ल पछि भेटौँ ल है जेठा ल ल बाई मालदेव सर यो नि राम्रो छ ठाउँ यो सब दमै गाउँ हो कति धेरै बच्चा छ अहिले भटटै पाउँछ है कहाँ जाने फेरि लास्टमा दुबई कतार यो नि सबै कामी दमैको घर होला है ए यो त हाम्रो सुभाषको ससुराल ए अस्ति नि दोकान खोल्यो ए खुसे हाम्रो खुसे गोपाल ए खुसे मामा कता यहाँ पनि यो बार लगाइदिएर झ्याउ गरे झन् है
मान्छे हिँड्न नमिल्ने फुल त राम्रो रोपेछ है अरू गाउँबाटै आउँछ अलि धेरै आइरहेको छ है मान्छेहरू अमरजीको विद्यार्थीहरू 2टा बस ल्याएर आफ्नो गाउँमा ए 2टा बस ए हजुर हामी जाने हो आउनु केही हुन्न एकदम सेफ्टी छ त्यो गाडी पार्कको लागि बनाएको होइन बाजे हिजो मात्रै गएको थिएँ म एमसीको बाटो पिच छ है बाटो राम्रो छ ऊ पस्गाउँ चाहिँ ऊ त्यहाँ माथि त्यो माथिको टावर भएको पहाडीको चाहिँ सिन्ती होला ऊ त्यो सानो गाउँ कुन हो बाजे ऊ त्यो उयो बिचमा ए कुम्लुङ हो 4 गाउँ पछि चाहिँ कुम्लुङ हुँदै पस्गाउँ जाने होइन जान्न अहिले त हुन्छ यो के अरे अहिलेको बाटो त्यही हो ए अहिले नयाँ बाटो सर्लकै बनायो पैसा झारिहाल्यो नि हजुर मैले 1000 दिएँ साथीले 1000 दिए त्यसको अर्को साथीले 1000 त्यसले त 3-4 हजारै पायो नि फेरि साथीहरूले माया लाएर काठमाडौँबाट आएको साथीहरूले यहाँबाट पनि राम्रो देख्दो रहेछ भ्यू साइनो चाहिँ अलिक केलाउनै गाह्रो हुन्छ हजुर गयो फेरि हरायो हजुर अब त आफ्नै ब्याचकोलाई त चिन्नु त्यो सुलेलाई नचिनेको मैले सुले दारी सारी पालेर बसेर रहेछ बुढो न बुढो देख्यो है को बुढो रहेछ भनेको एडिक के खाने रक्सी कहिले जान्छ अब त्यो गल्ला त त्यो त हाम्रो सबै चिन्दो रहेछ ए सन्तोषको बाबा सन्तोषको घर त एउटा त माथि नि थियो त हाम्रो घरनिर ए बाजे बजे दुइटै बित्नु भयो नि अनि बाजे त अनि तल जान्छ है दिनदिनै जानुहुन्छ गोठमा होइन त्यो स्याहारको नाच्यो होला कि निकाल्यो हो त हुन्छ ल काट्यो नि खास 44 देख्दैन होला के अरे
भएन क्या ऊ त्यहाँ बिहाले भन पहिलो सोल्टिनी हजुर हो हजुर उसको घर होइन क्षमाको घर पैसा देवी क्षमा घर पुलको डाँडा जाने बाटो रहेछ अनि उस खै त भुपेन मामाहरू यो अझै पनि स्वाटोल नै हो घर चाहिँ ए लुकुनामा अझै तुम्हारो लास है नमस्ते दाइ कता लाउरीहरू स्कुल छैन आज छुट्टी हो ए कति हजुर हामी चाहिँ अहिले महिलाको छोरा लास्टमा दुबई कतार बार लगाइदिएर झ्याउ गरे जाने मान्छे हिँड्न नमिल्ने अलिक धेरै आइरहेको छ है मान्छेहरू त्यो गाडी पार्कको लागि बनाएको होइन बाजे ऊ त्यो सानो गाउँ कुन हो बाजे ऊ त्यो अर्को साथीले 1000 त्यसले त 3-4 हजार देख्दैन होला के अरे
हेरे त अध्यक्ष लगायत सम्पूर्ण स्टाफको तर्फबाट श्रद्धाञ्जली पत्र समर्पण गरेको कार्यक्रम राखेको छ। तत्पश्चात सम्पूर्ण गुरुङ लेउ परिवारको तर्फबाट पनि रिट चढाएर श्रद्धाञ्जली अर्पण गर्नेको कार्यक्रम। कसरी जाने त पदहरू हुँदै यहाँ डोनी खर्च धेरै लाग्छ फेरि हाम्रो झिमु आइपुग्यो झिमु हो यार यो हो के यो खतरा रहेछ त अनि ठुलो यो रहेछ यो माथिको च्यान रातभरि फेरि पहिला यो उकालो सही ठाडो लाग्छ च्यान डाँडाको उकालो किरण काका जाको माल हो पहिला उत्तम यार माथि आउने बेलामा हामीसँग खेल्ने बेला पुरानो जानु पर्ने जग्गा आएर उता जग्गा हिँड्दा छैन बाटोले गर्दा माल भयो नि त फेरि माथिको जग्गा पनि हुँदो रहेछ है चितवन के तपाईलाई एनसेलको डेटा भोइस वा अन्य कुनै प्याक लिनुपर्ने छ? यदि छ भने घर नजिकको एकानब्बे वर्षको उमेरमा यही पुस 10 गते पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा उहाँको देहावसान भयो र उहाँको देहावसानले यो समाज, यो जिल्ला, यो देशलाई एउटा अपूरणीय
अब आज उतो पूर्वतिर जान्छु हेरेको छैन मैले क्या ए पुर्कोमा त केही गरे छैन पहिलाकै जस्तो हो मैले पहिला भने त्यो ऊ हालेको हेरेको छु। जान्न त गएर आउने होइन अहिले जाने हो हिँड्न सक्नुहुन्छ बाजु हजुर ठिकै हुनुहुन्छ ल होइन ठिकै छ बजे हामी त तल चाउचाउ खाएर आएको भात खाएको छैन भात खाएको छैन सुन्तला छ भने खाइदिनु पर्यो बरु सुन्तला छ भने उता सुन्तला त बन्दीपुरमा मिठो पाउँदो रहेछ त्यहाँ चाहिँ एकदम धेरै फलाउँदो रहेछ राम्रो छ अरूले पनि सुन्तला रोप्यो हुन्थ्यो नि यही गाउँकै सुन्तला हो यो गाउँको ए अब एकचोटि त्यो के अरे फल्चुरतिरको त्यहाँ एकचोटि हेऱ्यो भने हामी के रोप्ने भनेर बिर्स्यो एकचोटि तपाईँले लानुभएको थियो नि पहिला तिमीहरू त्यहीँबाट त्यो छेजो त केही नगर्ने रहेछ के हो के भने छेजोले त सक्दैन त्यो त छेजो अंशमा परेछ नि त त्यहाँ पनि गरेर अरू त के